नमस्कार साथीहरू, आज म तपाईहरुलाई काठमाडौँ उपत्यका नजिकै रहेको एउटा यस्तो अद्भुत ठाउँमा लैजाँदैछु जहाँ तपाईले एउटै यात्रामा आध्यात्मिक शान्ति, रोमाञ्चक एडभेन्चर र स्वादिलो खाजाको मज्जा लिन सक्नुहुन्छ। यो हो बुढा नीलकण्ठको माथिल्लो डाँडामा अवस्थित जामचेन विजय स्तूपा। काठमाडौँको चक्रपथ वा रत्न पार्कबाट बुढा नीलकण्ठ मन्दिरसम्म सजिलै सार्वजनिक सवारी पाइन्छ। त्यहाँबाट लगभग 15 मिनटको बाइक वा गाडीको यात्रा अथवा शिवपुरी राष्ट्रिय निकुञ्जको फेदी हुँदै करिब 1 घण्टाको छोटो हाइकिङ गरेपछि हामी यहाँ पुग्न सक्छौं। उकालो ओह्रालो बाटो, हरियाली र सफा हावापानीले तपाईको यात्रालाई निकै रमाइलो बनाउनेछ। श्वेत र स्वर्ण बुट्टाहरूले सजिएको यो स्तूप वास्तुकलाको अर्को सुन्दर नमुना हो। स्तूप परिसर र भित्र प्रवेश गर्न कुनै टिकट लाग्दैन। सवारी साधनको लागि भने सानो पार्किङ शुल्क तिर्नुपर्छ। यहाँको सफा र शान्त वातावरण, आकर्षक बगैँचा र त्यहाँबाट देखिने समुचा काठमाडौँ उपत्यकाको मनमोहक दृश्यले जो कोहीको मन पनि लोभ्याउँछ। भित्र बज्ने बौद्ध मन्त्रको धुनले मनमा एक प्रकारको छुट्टै मज्जा र शान्ति प्रदान गर्दछ। स्तूपको दर्शन गरिसकेपछि थप रमाइलोका लागि यसको ठिक छेउमै थ्रिल एडभेन्चर पार्क पनि रहेको छ, जहाँ विभिन्न साहसिक गतिविधिहरू गर्न सकिन्छ। साथै भिडियो खिच्दा खिच्दै भोक लाग्यो भने स्तूपको पछाडि रहेका स्थानीय खाजा घरहरूमा बसेर सुन्दर दृश्य निहाल्दै स्थानीय परिकारहरूको स्वाद लिन सकिन्छ। यदि तपाईँ पनि आफ्नो बिदाको दिन वा एक दिने छोटो यात्रालाई अविस्मरणीय बनाउन चाहनुहुन्छ भने जामचेन विजय स्तूप जान नछुटाउनुहोला। भिडियो मन परेमा लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।